हेलो सेवा नमस्कार साथीहरू ओहायो गोजाइमास अहिले चाहिँ बिहानको 10 बज्न लाग्यो। मेरो नाम चाहिँ अन्तरा हो होइन। म चाहिँ पहिला चाहिँ जापान आएर चाहिँ फुकुओकामा अध्ययन गरेर अहिले चाहिँ श्रीमानज्यूको डिपेन्डेन्ट भिजामा म चाहिँ चिबा आएको छु। अनि यहाँ चाहिँ चिबा पनि हाम्रो चाहिँ एकदमै भित्र के या चियोसीको नि भित्र पर्ने ठाउँ रहेछ। अनि कस्तो के भन्छ अब मैले भर्खर कामहरू चाहिँ इन्टरभ्यू दिएर भर्खर कामहरू सकेको भनेको मतलब भर्खर काम चाहिँ खोजिरहेको छु। इन्टरभ्यू आज एउटामा रेन्सु भनेर बोलाउनु भएको कुम्बिनीमै हो। तर सुरु के भए पनि सुरुमा चाहिँ अब रेन्सु भनेर बोलाउनुहुन्छ नि त। अनि त्यसपछि अब अर्को कुरा चाहिँ मलाई के चाहिँ डर अनि एउटा मिक्स हुन्छ नि मनमा के लागेर मैले यो भिडियो आजदेखि मैले सुरु गरेँ भने नि यहाँ चाहिँ कस्तो के अब फुकुओकामा त कति धेरै हो हल्ला अनि कति धेरै त्यहाँ चाहिँ जापानिजहरू पनि युज टु भइसकेको हुन्छन् कि गाईको जिनसँग भनेको मतलब हामी अरू कन्ट्रीको मान्छेसँग चाहिँ एकदम मिल्ने नेपाल जिन्देसका यता त कति मिल्ने हुन्छ नि त। भनेको मतलब कति मनमा चाहिँ सिक्यो भने बाहिर त राम्रै पेस गर्नुहुन्छ आफूलाई। अनि यहाँ चाहिँ कस्तो डर लाग्ने कि अब यस्तो हेर्नु नि कस्तरी हेर्ने है कस्तो डर लाग्ने। अनि म चाहिँ यहाँ सब्जी पसल भनेर आएको 10 बजे मात्रै खुल्ने रहेछ मैले याद पनि भएन। अनि यसो घुम्न आउँदैछु यसो घुमिदिउँ न त भनेर यसो आएको। यस्तो यस्तो ठाउँहरूमा घुम्दैछु म चाहिँ। अब यहाँ एकछिन बस्छु होइन कोवेन जस्तै रहेछ। अनि यहाँ मान्छेहरू हिँडिराख्नु भएको अनि मलाई कस्तो डर भइरहेको कि अनि यहाँ फेरि बस्न मिल्ने कि नमिल्ने हो जस्तो फिल हुने है के हो कि कति धेरै मिक्स के मनमा कस्तो पुरा हाम्रो त्यो गाउँघरमा पनि अनि हुन्छ नि बुढाबुढी बाजे बोजूहरूले अब केही थाहा हुन्न नि त आधुनिक प्रविधि कुराहरू भने जस्तै फिल हुने कि यहाँ त त्यस्तो लागिरहेको। म त यहाँ बसेर अब भिडियो बनाउँछु आफैलाई कस्तो फिल भइरहेको जस्तै म भर्खर जापान आएको जस्तै फिल भइरहेको कि सुरुमा जापान यस्तै अकड भएको थियो ल अब के पो भन्ला कि के गर्ला कि भन्ने कुरा। तर नि केही छैन अब बिस्तारै अब सबै चिज बुझ्दै गइन्छ। कतिपय ठाउँमा नबोल्नुपर्ने ठाउँ पनि हुन्छ कतिपय बोल्नुपर्ने ठाउँ पनि हुन्छ त्यस्तै बिस्तारै बानी चाहिँ हुन्छ। तर नि डर चाहिँ लाग्ने रहेछ नयाँ ठाउँ नयाँ सबै चिज है। अब अलिक फरवर्ड छैन यहाँ चाहिँ धेरै फरेनर भनेको हामी गाईको दिन चाहिँ धेरै छैनौँ ठिक्क मात्रै। अनि त्यही भएर नि डर लाग्ने रहेछ। सपिङ गरेर निस्किसकेँ मैले सामान किनिसकेँ। पसल चाहिँ कस्तो मैले नाम थाहा नभएको यो रहेछ है। यो पसल चाहिँ यस्तो छ यो हो नाम पनि हाक्किरी थाहा छैन कि। अब चाहिँ मैले पसल चाहिँ यो हो म बस्ने ठाउँ चाहिँ यो हो होइन। त्यो राम्रो चिसो मौसम छ बाजे बोजूहरू खाइमुन गरेर फर्किनु भयो ला। यहाँ त झन् फेरि अर्को के पसल पनि रहेछ। मलाई त त्यो हुन्छ नि काठमाडौँमा बस्दाखेरि स्वयम्भूतिर अनि कलङ्कीतिर त्यो हुन्छ नि चोकमा सेलहरू हुन्छ नि त्यस्तै फिल भइरहेको। फेरि अहिले चाहिँ अघि नै चाहिँ एकदम सिन पाइथिएँ अहिले चाहिँ अलिक नारेहरू भइसक्यो है। म कस्तो राम्रो त्यो राम्रो हो। म नि केही किन्छु होला है एउटा न एउटा त। म फाइनल्ली आइसकेको छु कि मेरो सब्जी किन्ने ठाउँमा। अनि म चाहिँ तल यहाँदेखि तल कहाँसम्म पुगेर आएँ 10-20 मिनटसम्म पुगेर आएँ हिँडेर म यहाँ। किनकि 9 बजी नै आइपुगेको थिएँ। मैले चाहिँ दिमागमा के लाग्यो भने पक्कै पनि यो पसल चाहिँ 9 बजे खुल्छ भनेर। फेरि यो पसलको नाम पनि मलाई क्लियरली थाहा छैन कि नयाँ हो नि त। अनि ठुलो खै के भन्ने छ। अनि आज चाहिँ म एकदम स्पष्ट रूपमा हेर्छु कति बजी खुल्छ र कति बजी बन्द हुन्छ त्यो ध्यान नदिएर नि हो कि मैले। अनि फेरि रुम त नजिकै हो 10 मिनट पनि लाग्दैन। तर पनि अब आएको बेला रुममा गयो जहाँ हुन्छ नि त भनेर म तलतिर घुमेर आएँ। फाइनल 10 बजे खुल्ने रहेछ यो पसल। सबैजना यहाँ आउनु भएको छ आमा बुवाहरू बाजे बोजूहरू। अब के भन्छ यहाँ कुरिराख्नु भएको ठ्याक्कै 10 बजे खुल्छ नि त। अनि भित्र गरेर जाने म पनि जान्छु अब भन्दै म के किन्छु भरे पनि देखाउँछ। राम्रो 700 रुपियाँ मैले यो गुडिया कति राम्रो 300 रुपियाँमा यो 300 रुपियाँमा
यस्तो यस्तो सपहरू पनि यहाँ ला यो ब्याग यस्तो राम्रो छ यो 500 रुपियाँ रे किनिदिउँ कि क्या एउटा मैले त होइन आउँदा आउँदै अब यहाँ के भन्छ त्यो सेलमा चाहिँ के भयो भने सबै हेरेँ नि त कति राम्रो राम्रो गुडियाहरू सानो सानो म चाहिँ फेरि घरभरि पनि गुडिया नै छ कि डलैडाल सानो सानो छ अनि धेरै हुन्छ बरु अब त्यत्रो हेरिगएँ अनि बाजे चाहिँ कस्तो राम्रो बोलिराख्नु हुने रहेछ यस्तो यस्तो यो छ होइन अनि कस्तो माया लाग्यो अनि के किनिदिउँ न त भन्ने भयो अनि मैले चाहिँ एउटा टावल पनि किनि गएँ यस्तै यस्तै मलाई चाहिँ अघि चाहिँ कस्तो भएको थियो तर पनि अब के भन्ने भर्खरै त आएको अब बिस्तारै भिज्दै जान्छु एकदम रमाइलो लाग्यो त लाग्यो त्यहाँ अझै पनि किनिराख्नु भएको कस्तो यो चाहिँ माइसु मात्रै हुने रे भनेको मतलब दोयोबी मात्रै हुने रे अब म घर पुगेर भेट्छु चाहिँ घर आइसकेँ मैले चाहिँ के आज सामान लिएर आएँ त अनि त्यो सप चाहिँ मेन चाहिँ के रहेछ त थाहा पाउँ त सँगै मलाई स्पष्ट रूपमा थाहै भएको छैन कि अझै पनि अघि त्यहाँ हेरेँ चिसो चिसो भयो अनि म निस्किगएँ अनि राम्रोसँग हेर्ने रुममै बरु गएर हेर्ने भनेर के रहेछ त है त खावाबुची यो पसलको नाम खावागुची तर अब आफ्नो ठाउँको अनुसार हुन्छ नि त अनि उता फुकुगामा चाहिँ के सुनिरहेको थियो भने रुमेरु अनि सुपा अनि गिउमो सुपा त यहाँ पनि छ गिउमो सुपा अनि त्यसपछि के अरे म्याक्स भ्यालु अनि के हो हामी धेरै जस्तो रुमेरु र म्याक्स भ्यालुमै सपिङ गर्थ्यो अनि ड्रग स्टोर त यहाँ पनि छ अनि जस्तै नर्मल्ली सपहरू हुन्थ्यो भने यो चाहिँ अब फर्स्ट टाइम सुनेको यहाँ आएर चाहिँ खावागुची अब मेरो यहीँ सप यही हुन्छ डेली मलाई थाहा पाइसकेँ मैले चाहिँ बिहानको 10 बजी खुल्छ र बेलुकाको 8 बजी बन्द हुन्छ ये अनि त्यसपछि अर्को कुरा मैले यसमा चाहिँ के थाहा पाएँ भने अनि यहाँ चाहिँ यो चाहिँ दान्चीमा चाहिँ यो चाहिँ कतिवटा घरहरू सबै छ यो हाउसिङ जस्तै यो एरिया छ नि म घर देखाउँछु ल पहिला अनि कुरा गरौँ यहाँ माथि मेरो बरदालीबाट देखिने भ्यू हो यो चाहिँ परसम्म छ अनि यो हाम्रो घरको पछाडि छ नि यता पछाडि पनि छ मैले भर्खरै भिडियो यो भिडियो अहिले लगाइरहेको छु नि यो भिडियो चाहिँ हाम्रो घरको पछाडि त्यस्तै छ घरहरू ठुलो धेरै कतिवटा छ लगभग म गर्न सक्दिनँ तर यो एरियाको मान्छे मात्रै हो कि त्यहाँ सपिङ गर्न जाने भनेको सामान किन्न जाने भनेको अनि त्यहाँ चाहिँ सुपर ठुलो मलाई चाहिँ कस्तो फिल भयो भने त्यो चाहिँ म्याक्स भ्यालु जस्तै फिल भयो त्यस्तै सामानहरूको आइटमहरू पनि अनि के भन्छ त्यहाँ चाहिँ जस्तै हिजो जस्तै अब भोलिको डेट या पर्सिको डेट भने चाहिँ अगाडि नै हामी गएको त्यो अरू मिसियरमा चाहिँ आजै वारिबिकी लाउने मासु अनि त्यस हुन्छ नि तर भोलिको या पर्सि भने आज हामी गएको हाम दिँदो रहेछ कि अनि त्यही भएर 10 बजी त्यो भित्ता छिर्ने बेलामा त सबै आमाहरू ढोकामा हुनुहुन्छ होइन बाजे बुढाबुढीहरू अनि किन यसरी हुन्छ नि पलाई भरे खोलेपछि त एकैचोटि छिर्न मिल्छ भन्ने मेरो दिमागमा आएको फर्स्ट टाइममा बिहान गएको होइन लास्टमा त भित्र पस्नु भएपछि त होइन तछड मछड के भन्छ त्यो वारिबिकीहरू हुन्छ नि बिचारा बाजे बोजूहरू हुन्छ नि अब हिँड्न सकिँदैन लट्ठीमा आउनुहुन्छ कुनै आफ्नो त्यो चेयरमा हुन्छ नि त्यस्तोमा आइराख्नु भएको र पनि वारिबिकी अब सबैले बानी भएको थाहा कुन ठाउँमा चाहिँ वारिबिकी लाग्छ र के भन्ने आइटम म चाहिँ सुरुमा सागसब्जी हेरिबसेँ होइन अनि त्यहाँ यो म देखाउँदै भन्छु ल मैले चाहिँ अन्डा नि ल्याएको छु तर यो चाहिँ वारिबिकी होइन यो चाहिँ किनेर नर्मली पैसा किनेर ल्याएको होइन भयो अनि यो साग पनि नर्मली नै भयो यसलाई चाहिँ 106 रुपियाँ पर्यो होइन अनि त्यसपछि नर्मली किनेको यसलाई चाहिँ 200 यो बोडी हामी चाहिँ बोडी भन्छौँ म त बोडी नर्मल त्यस्तो नामहरू छुट्याउनु जान्दिनँ बच्चा अब
बच्चाइदेखि किसानै गरेँ यताउति गरेँ भने बोडी भन्छु म चाहिँ यसलाई बोडी नै भन्छु यो बोडी पनि नर्मल 200 कति पर्यो यो चाहिँ नर्मली किनेर ल्याएको अनि यो मुला ल्याएँ एउटा यो मुला पनि नर्मली 100 समथिङ कति 38 समथिङ कति थियो यो मुला लिएर आएँ अनि त्यसपछि अनि टमाटर पनि छ तर पेस्टवाला चाहिँ सब्जीमा अलि सजिलो हुन्छ कि भनेर तर खासै खानु राम्रो चाहिँ त्यो उवाला हुन्छ जस्तो भन्छन् है के हो थाहा छैन भन्नु ल टमाटर चाहिँ कुन खाँदा चाहिँ राम्रो पेस्ट खाँदा राम्रो कि भनेको मतलब यसको सिङ्गै लिएर आउँदा राम्रो हैन यो टमाटर एउटा लिएर आएँ अनि त्यसपछि किरी लिएर आएँ यो 200 समथिङ कति पर्यो थियो तीनटालाई बिलमै छ अनि त्यसपछि छ वरिबिकीको अनि आलु त जहाँ पनि अहिले महँगो भएको फुकुका भनौँ या टोकियो या चिबा या म बस जहाँ पनि क्या आलु कति महँगो भएको है कहाँ चाहिँ सस्तो पाउँछ आलु अनि यो आलु चाहिँ नर्मली अस्ति भर्खर हामीले लिएर आएको थियौँ कि 320 मा यस्तै सेम लिएर आएको तर पाकेर मिठै भएको थियो अनि यो चाहिँ आज चाहिँ फेरि हानगाकोमा रहेछ सायद अब यो फुल्न लागिसक्यो कि के हो पनि अनि हानगाकोमा भएर 320 को मैले उठाएर ल्याइदिएँ दुईटा हैन यो भयो यस्तो हानगाको आलु थियो हैन राख्ने चाहिँ कहाँ त अनि त्यसपछि छ अब अनि यो म चाहिँ इचिगोमा भुलि गएँ कि वारिबिकी इचिगोमा मात्रै भुलि गएँ हैन त्यस्तो नराम्रो पनि छैन नि त राम्रै छ हेर्न मलाई चाहिँ राम्रो लाग्यो इचिगो पनि हानगाकोमा थियो हानगाको अब कति 430 रुपियाँ रहेछ हैन अब पैसा चाहिँ महँगै भएर हाल्छ होला हानगाको हाल्ने पैसा अलिकति चाहिँ जस्तो लाग्छ मलाई चाहिँ अनि त्यही भएर यो इचिगोमा भोलि गएँ अनि मासु कस्तो राम्रो राम्रो जस्तो भोलि पर्सिसम्मको पनि हानगाको हुँदो रहेछ बुताको कस्तो राम्रो थिएछ सबले उठाएर लिएर आउँछ अनि ला मासु पनि हानगाको हुँदो रहेछ म त कुदेँ हैन सब सकिसकेको थियो यो चाहिँ अलि धेरै रहेछ यो चाहिँ भोलिसम्मको डेटको रहेछ यो चिकनको खुट्टा लेग पिस चाहिँ अनि यो नि हानगाकोमा रहेछ एउटा लिएर आएँ यो कति पर्यो त्यो 367 भने चाहिँ साम्ब्याको सान्जिरोको एनको हानगाको भयो हैन तर कति थोरै थोरै महँगो लाग्ने कि मेरो बुढोजीले नि युसिकोमै काम गर्नुहुन्छ नि त अनि अस्ति हामीसँगै गएको थियौँ अनि यता कति थोरै थोरै राख्दो रहेछ भन्नुभएको थियो थाहा छैन मलाई त अनि त्यसपछि यो के भन्छ यसलाई पाङ्ग्रा कि पाङ्ग्रालाई कस्तो खान्जीमा भयो बिर्सेँ मैले पाङ्ग्रालाई यो पनि हानगाको भयो मैले चाहिँ यति लिएर आएँ आज सपिङ गरेर हैन यस्तै भइरहेको है मेरो चाहिँ अहिले काम पनि आजबाट जाने हो या अनि त्यहाँ बिचमा आउँदाखेरि मैले भनेको थिएँ नि त्यो बाजेको पसल भनेर हो त्यो पसलबाट चाहिँ एउटा मैले टावल लिएर आएँ टावल त कति धेरै छ हाम्रो तर पनि अब त्यहाँ धेरै हेरी गएँ नि त सामान अनि के गरौँ भन्नुभयो अनि मैले एउटा लिएर आएँ कति राम्रो यो के भन्छ यसलाई बुरान्केतो हैन यो एनिमे भन्ने मतलब त्यसको नाम भन्ने भनेर हो राम्रो छ यसलाई चाहिँ सानो छ तर पुग्छ होला हो मेन भनेको कपाल र नुहाउने बेला त हो नि हैन चाहिने भनेको ला नपुग्ने रहेछ मलाई त मेरो बुढोलाई चाहिँ पुग्छ होला बरु कपाललाई चाहिँ पुग्छ होला हौ सानो भए केही छैन अब कपाललाई पनि गिरी हुने रहेछ मेरो त ठुलो लामो छ अलिकति भन्ने काटिसक्यो अलि झरेर सब सकिसक्यो केही छैन यो राम्रो लागेर ल्याएको यसरी सजाउने के टावल यसरी छोप्ने बनाउला 300 रुपियाँ त 300 रुपियाँ एउटा जुस खायो भने सकिहाल्छ केही न केही चाहिँ अब कपडै गरौँ न त काम लाग्ने मैले लिएर आएको आज चाहिँ यति मैले सपिङ गरेँ त्यहाँ गएर हैन कसरी देखाउनु पर्छ चाहिँ मैले कति सपिङ गरेँ त भनेर पनि देखाउँछु है त यस्तै चलिरहेको छ है मेरो जिन्दगी टुटुङ 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 यति मैले सपिङ गरेँ टिङ 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 हे भगवान् दिमाग मेरो पहिला नि मैले एउटा आइडी बनाएर भिडियो हालेको थिएँ अनि त्यसमा चाहिँ के भयो भने मैले त्यो साउन्ड चाहिँ अलिक धेरै टाइमको राखेँ कि अनि 5-6 सेकेन्ड भयो पो त अनि कपिराइट लाग्दैन हैन धेरै टाइमको राखेँ अनि कपिराइट लाएर अनि यत्तिकै हाल्ने मन लागेन मैले चाहिँ मेरो माइतीको ब्लग भनेर मैले पहिले नेपाल हामी
जुगासमा नेपाल गएको थिएँ। म नेपाल जाने बेलाको मैले भिडियो राखेको थिएँ। अनि त्यस्तो भयो। अनि फेरि अहिले पनि अब भिडियो खिच्ने यस्तो तेर्सो टाइपको भिडियो लिनुपर्ने हो नि त। मैले यस्तो उकालोको लिएछु आज पनि। अब यस्तै हालिदिन्छु मेरो पहिलो ब्लग भनेर। केही छैन, माया गरिदिनु होला भन्दै म चाहिँ अहिले आज यति मात्र छोटो हाल्छु। अनि त्यसपछि अरू पछि कसरी के गर्ने भन्ने कुरा म नि यसो सिक्छु बुझ्छु। अनि त्यसपछि भिडियो अपलोड गर्छु भन्दा आजलाई चाहिँ यति नै। बाई बाई। कति राम्रो घाम लागिरहेको।